खानेकुरा भनेको मैले नदेखे हुँदैन मलाई लुलु हेरौँ लुलु हेरौँ त्यो और बत्ती हो ल्याउन छोडिस् अब ये हेरौँ त यहाँ छ कि यो हो कि यो काँक्रा हो कि यो काट्दै हुन्छ त हेलो दिदी दिदी म यो के चामल पाउँछ तपाईँ चामल छ कि छैन हजुरको चामल चामल छ दिँदैन दाजु अहिले दाजु त्यसै नाटिरहेको दिदी चामल पाउँछ हजुरको चामल चिउराहरू पाउँछ चिउरा छ दिदी कसरी किलोको चिउरा भनिरहँदाखेरि यहाँ यो बुढी अलक्षी बाउ लागि बाउले भन्छन् सुनिरहेको छु चिउरा कसरी दिदी तिनवटा दुईवटा एउटा कुटुक्कले त ए यो भनेको कफी सक्ने भनेको यो होइन दे बडा के छ सुगर लेखाडाले के माग्दैछन् दिनु अरे आमा यो पैसा के माग्छन् केटाहरूले भोलि बनाउनु पर्ने खानेकुरा आज के हुन्छ आमालाई के चाहिँ भनेको आमा के भन्नुभयो भने त छैन के यसो हेर्नु त के हो नबोल्न एकछिन दाना हुन्छ दाना कुटुक्कटुक्कटो सबै ल्याउँछ यसपालि आमा यो खानु त मुख जालो खाने म बोलेर दिका नलाएन मलाई ल दिदी अब चटपट बनाइदिनु न मलाई तेरो बाउ हुन्छ हो त्यसो नभन्नु दिदी मलाई कस्तो भोक लाग्यो दिदी हजुरको हातले बनाएर चटपट खाने यसरी झन् बिच जाएँ म यसो हेर्नु न के भन्नुभएको तपाईँले दिदीले बनाएर चटपट खान खोजेको छु मैले आज चटपट खानेमा बनाइदिउँ त भोलिदेखि ल्याउने सामान खाने भनेको त्यो चाहिँ तपाईँ तल बसेको तपाईँ माथि गएर आउँदा जान्छ के भन्छ बुहारीले के गरेछ कसो गरेछ हेरेर आउनु जान्छ म जान्न जान्न के भनिदिन्छ कसो गरेछ यहीँ हुन्छ यहीँ हुन्छ हलेमा हेर्नु न अब यहाँ हुन्छ सुमे यहाँ हुन्छ तपाईँ माथि गएर आउनु न माथि गएर आउनु यहाँ हुन्छ ल ए लङ सुकुमेल हो लङ सुकुमेल हो लङ सुकुमेल त्यसले हो हो थाहा भयो आमा मैले सम्झेँ त लङ सुकुमेल हो योभन्दा यो मात्रै होइन अर्को पनि चाहिन्छ नि एउटा टोक ए लङ सुकुमेल आमाले बिचरा मेरो आमाले भनेको कुरो लङ सुकुमेल थाप्न पाएर त्यो त मैले शङ्का लाएँ त हजुरले लङ सुकुमेल जस्तो लाग्यो मलाई कति सन्चो हो कृष्ण यी पर्दै पर्दैन त्यही पनि एउटा मुखमा हाल्नु त एउटा चुस्नु अब यसको नाम अहिले भन् त लङ सुकुमेल लगमेरी चेट अरू नलागिकन लङ सुकुमेलामा तिनवटा लिएर दाना 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 खोइ त म यहाँ हालिदिन्छु खोइ छ एउटा नाम थुक्छु धेर लाना रहिरहनु घर सकिए ठुलो काम भयो यस्ता दाजुको दाजु म यहाँ हालिदिन्छु कि अब यहाँ ठाउँै छैन घरै त ठाउँ छैन भोलि बनाउँछु अब भोलि दिन नबिर्सिकन ल म एकछिन यहाँ बस्दै गर्छु हजुर माथि गएर आउनु ल छटमा गएर आउनु बुहारीले बोलाउँदैछ जान्न म सक्दिनँ माथि हो बस्छु म बोकठै बुहारी कहाँ पुग्छु यत्रो बाटो इच्छा लाग्यो भोलि बनाउनलाई तड्की गर्दैछु तर्क यो खानु मुखमा यसो चुस्नु ल यो नचार्दा खान्छ मलाई त अघि दिएको थियो भन् त लङ सुकुमेल लङ त्यसलाई धेरै मलाई चाडा ल्याउने कोटेर ल्या म बनाउँछु ल पछि म ल्याइदिन्छु ल भोलिले ल्याइहाल्नु पर्छ यो पकाउनु हातले यो हात राख्नु नि त पछि काम दिन्छ नि त
यहाँ हाल्नु यहाँ हाल्नु यहाँ हाल्नु यो चाहिँ मुख हालेर मुखमा एउटा खोइ हालेको मुखमा भाइलाई दिए भाइले मम्मी अलिकति मलाई पनि दिनु म पनि खान्छु मम्मी मात्रै खाएको मरिच जिरा माता अलिकति दिनु मलाई अलिकति दिनु न अलिकति थोरै अलिकति दिनु न खान्छु ल ल यति खानु चाहिँ केही हुँदैन ड्वाङ सुक्दैन हो अब तपाईँले बिर्सियो भने हामी सम्झिन्छौँ टेन्सन नगर्नु भोलि बिहान बनाउन खाना खाएको छुइनँ मेरो भयो अब आएन भने छोडिदिनु त अब लिएर आएन साइली कहाँ को अरे ल्याउँछु यो पारिपट्टि ल ल ल झप्प लिएर आए त झप्प ल म भोलि ल्याउँछु रातमा र भोलि ल्याउँछु ल नाप अहिले ल्याउँथ्यो त्यहाँ के हो भयो त त्यहाँ लड्दैन के सुकमेल भनेको लङ भनेर हाल्छ अहिले ल्याउँछु यसैले म अनि यहाँ छ त ल्वाङ छ यहाँ सुकुम छ त नि पुरै नहुँदै झन् छोर छ निकै चाहिन्छ दुई दाना 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 पर्सि दुई म दाना भोलि नि ठुलो पाकी ल्याइदिन्छु ल भाउजूले अहिले ल्याइन्छ अरे उसले ल्याउँदैन ठुलो पाकेर भोलि म ल्याइदिन्छु नि त अँ यो सानो पाकेट छ कि ल भोलि ल्याइदिन्छु ल आमालाई भोलि म ठुलो पाकेट ल्याइदिन्छु अहिले दिदी दी भने छैन अनि भोलि म बनाउँछु म आफै बनाउँछु म भोलि ल्याइदिनु नि त ल मोमो बिहान त उयो बिर्सिन्छ मलाई अहिले गरेर मान्छे ठ्याक्क आएका हुन्छन् टक्राको लिएन ल हुन्छ ल्याउँला नि त अहिले म के ल्याउनु कस्तो कस्तो कुरो ल्याउनु फेरि आइहाल्यो अनि सुन्नु न म इटरीबाट ल्याउँदाखेरि पाउ पाउँछ कि झ्याप्पै पाउँछ इटरीबाट पर्दैन उही छन् जम्मै दे कुरा छ कस्तो चिज कस्तो ल्याउनु भन्दा कस्तो ल्याउनु लङ कस्तो ल्याउनु कस्तो त्यो ल्वाङ सुकुल भनेको ल भनेको फेरि बिर्सायो लुवाङ लुवाङ ल्वाङ सुकुमेल लङ सुकुमेल कलर सेब अरू केही नल्याउनु ल यो किन्ने मात्रै किन्ने पछि अलि भाषा आउनु ठुलो नि दानो मात्रै ल्याउँदा एउटा मात्रै आफू छुट्टा आउने क्या लु तपाईँ माथि पुगेर आउनु एकछिन बस्दै गर्छु जान त एक काम छ मेरो जानु जार आइया त म तपाईँ जानु न तपाईँ गएर आउनु म न चाहिँ जान्न तै जा जान्न जाउँदैछ बाहिर जाउँ हजुर दिदी चटपटे खाउँ न अलिकति खाइ सकिन्छ बिर्सिन्छ ल त्यो चाहिँ छिरिक्कै नल्याउनु ल हौ आमा ल हुन्छ दिदी पसल कतिखेर बन्द हुन्छ Dari